आज म नजिकैको सलुनमा नयाँ हेयर कट काट्न गइरहेको छु र नयाँ लुक नयाँ हेयर कट कस्तो लाग्छ यत्रो लामो लामो कपाल भइसकेको छ साथीहरू नजिकैको हेयर कटमा गइरहेको छु। यो भिडियोलाई स्किप गरेर लास्टसम्म हेर्नु होला र आफ्ना प्रतिक्रियाहरू पनि भन्नु होला मलाई नयाँ हेयर कट काटिसकेपछि कस्तो देखिन्छ भनेर है। म चाहिँ अहिले कपाल काट्नको लागि निस्केँ रुमबाट। अब ढोका खोल्नु पर्ने हुन्छ यस्तै हो। रुममा बसेको कारणले यो आँखा चाहिँ अलि उज्यालोमा आउँदाखेरि अलि अखै लाग्छ क्या, रोशनी पुरा आँखामा गयो जस्तो यहाँनिरको हेयर कट चाहिँ यही हो यो भित्र जानुपर्छ। बाल काट्नु पर्ने थियो। यो मेरो माथिको कपाल पनि ठिकै थियो, यो साइडको यो कपाल पनि ठिकै थियो मेरो अलि अब कानको यो साइडको र यो साइडको कानको माथिको त्यो अलिअलि छेक्नु पर्ने थियो। कपाल नछिरोस् भन्नको लागि यो पट्टी र माथि लुगा राख्नुभयो। अनि साथीले सोध्यो कि कस्तो कपाल काट्ने, मैले भने अनि यो यति मात्र काट्ने हो, यो अलिअलि यहाँनिर मात्र, अनि माथिको नकाट्ने। त्यस्तो यस्तो नै यस्तो यो वाला कपाल नै जस्तै अरू यतातिर भनेपछि अनि यो वाला छ नि, यो वाला यो यस्तो खाले काट्ने कि अलि यहाँनिर मात्र अलिअलि काटेको। धेरै नहान्नु होला, अलिअलि मात्र यहाँनिर मात्र अलिअलि हान्न भइहाल्छ। अनि अरू त सब ठिक छ, सेट छ। यति भन्दैमा उहाँले बालको सेटिङ मिलाउन लाग्नुभयो उहाँले यतिकैमा खै के पो क्रिम हातमा लगाउनु भयो र टाउकोमा लगाएर टक्क बाल यस्तो राम्रो भयो क्या, टक्क जता गरायो त्यतै जाने होला त्यस्तो क्रिम लगाउनु भयो उहाँले। यस्तो क्रिम लगाउनु भयो उहाँले हेर्दैमा पनि टक्क हेर्नु न, बाल पनि कस्तो ट्याक्क मिल्यो क्या। उहाँले हात पुछ्नु भयो र फेरि उहाँले काङ्योले राम्रोसँग कपाललाई मिलाएर टक्क पछि काट्नलाई पनि सजिलो होस् भन्ने हिसाबले उहाँले काङ्योले मस्तसँग एकदम राम्रोसँग मिलाउनु भयो। मिलाइसकेपछि उहाँले कैँची लिनुभयो, कैँची लिएर टक्क काङ्योले कपाल मिलाउँदै टक्क काट्दै गरेर मेरो यो साइडको एक साइडको पुरा काट्नुभयो क्या उहाँले राम्रोसँग मिलाएर। एक साइडको काटेर सकाएपछि फेरि अर्को साइडतिर पनि टक्क उहाँले मिलाएर एकदम राम्रोसँग काट्नुभयो। कपाल काटेर सकिसकेपछि दाढी बनाउन थाल्नुभयो। दाढी बनाएर टक्क यताउताको दाढी पनि बनाउनु भयो, टक्क क्रिम लगाएर सेट बनाएर त्यो खै के पो लगाउनु भयो कि लास्टमा यो यस्तो जल्दो रहेछ। लास्टमा कपाललाई राम्रोसँग मिलाउनु भयो। बनाइसकेपछिको रिजल्ट चाहिँ यस्तो थियो साथीहरू तपाईँहरूलाई कस्तो लाग्यो यो हेयर कट? कपाल काटिसकेपछि म चाहिँ रुमतिर निस्केँ अनि तपाईँहरूलाई साथीहरू कस्तो लाग्यो मेरो नयाँ हेयर कट लुक कमेन्टमा प्रतिक्रिया दिनु होला र यस्तै भिडियोको लागि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला।